खामोशी, तुम ही हो मेरी बात 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 भी, बात 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 भी। हेलो नमस्ते एभ्रिवान। आज चाहिँ हामी साथीलाई बर्थडे सरप्राइज दिन भनेर जाँदैछौँ र यहाँ साथीहरूले साथीको लागि बर्थडेको उपहार किन्दैछन् र यो चाहिँ एकजनाले किनेको छ भने यो चाहिँ अर्को एकजनाले किनेको। यो रङ्गलीको दोकान सबैभन्दा एट्र्याक्टिभ लाग्छ कि मलाई, झिल्लिमिली भइरहेको हुन्छ नि त, यो चाहिँ सबैभन्दा मनपर्छ। तर यो दोकानमा डिस्काउन्ट चाहिँ अहिलेसम्म मैले पाएको छुइनँ, डिस्काउन्ट त सायद दिनुहुन्न होला। अन्त यसो हेरेको त सबै टाउको मात्रै हल्लाइरहेछ नि त। अनि त्यसपछि हामी पुग्यो पाइन ट्री र यहीँ केक काट्दिन आँटेको मेरो साथीको चाहिँ। अनि यसो हेरेको त गाईलाई बाँध्ने डोरीले त बल्ब पो बाँधिरहेको रहेछ। र हामी चाहिँ कफी खाँदै साथीको वेट गरिरहेका थियौँ। केटीहरू त रेडी हुन कति लेट गर्छन् नि त। अदिति छेत्री मस्तो गुड गर्ल हो। कुन चाहिँ क्लासमा पढ्छौ? 1 मा। अनि त्यसपछि ऊ आइसकेपछि हामीले केक काटेर खायौँ। यो नेपालीहरू त कति मोमो खान्छन् हो भनेर चाहिँ नभनिदिनुहोस् है। हामीलाई मनपर्ने हो, कसैलाई चाहिँ नमन पर्न सक्छ। हरेक नेपालीले मोमो मनपर्ने भन्ने पनि होइन। र त्यसपछि हामी गयौँ एकैछिनको लागि लुगा हेर्न। साथीले लुगा किन्छ भन्दै थियो। साथीहरूसँग घुम्दा घुम्दा रात परेको पत्तै पाएनौँ हामीले। रुम आउँदाखेरि त यति राति भइसकेको थियो नि। तपाईहरूलाई धेरै धेरै धन्यवाद मेरो भ्लग अन्त्यसम्म हेरिदिनु भएकोमा। यदि मेरो च्यानलमा पहिलोपटक हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु है त।